धर्म भनेको एउटा विश्वास हो, धर्म भनेको एउटा नियम पनि हो जसले हामीलाई बाँधेर राख्छ। हामी गलत कुनै पनि कार्यमा लाग्दैनौँ। जसले धर्ममा विश्वास गर्छ उसले अर्को धर्मलाई पनि त्यति नै धेरै आदर र मान पनि गर्छ। एकदम यदि गरेन भने जस्तै म इस्लामकै मैले अहिले हिन्दूको मैले भने वसुदेव कुटुम्बकम भन्नेले त्यो को मान्छे छुट्यो र इस्लाममा आउनुभयो भने इस्लामको अर्थ मैले हो भने इस्लामले के भन्छ मान्नुहोस् कि यो मानव हितको लागि हो। मानव भनेको कसलाई छाड्ने त कसैलाई छाड्न सकिन्छ? जब सबैको हितको लागि हो भने मैले यदि हिन्दूलाई या क्रिस्चियनलाई या कुनै पनि धर्म मान्ने या नमान्नेलाई यदि उसको अहित सोचे भने म त साँच्चैको इस्लाम फलो गरेकै छैन भने कसरी हामी अहितको लागि सोच्न सक्छौँ? तपाईसँग अहिले संवाद गर्दै गर्दा तपाईँको अनुहारमा पनि मिठो मुस्कान छ। तपाईँको कुरा सुनेर पनि मलाई कति आनन्द मिलिराखेको छ। भनेपछि हामी यहाँ भित्र पनि हाम्रो सद्भाव छ नि त, होइन? एकअर्कामा हामीले प्रस्तुत गरिरहेछौँ। हामीलाई त चिन्ता छ किन यो सद्भाव बिग्रियो भन्ने हिसाबले, त्यसैले हामी चर्चा गर्दैछौँ। जस्तो रातो, निलो, हरियो, पहेँलो, कालो रङ हुन्छ, त्यो रङहरूको सम्मिश्रण देखेर हामी खुसी हुन्छौँ। त्यस्तै हामी नेपाली कोही चाहिँ हिन्दू होलाौँ, कोही मुस्लिम होलाौँ, कोही क्रिस्चियन होलाौँ, हाम्रो फरक फरक धर्म होला, त्यो त हाम्रो समाजको आकर्षक पक्ष हो नि त, होइन? त्यसलाई हामीले किन भुल्दैछौँ? किनभने यो जुन छ नि कुनै फुलबारी राम्रो त्यति बेला देख्छ जब विभिन्न फुल हुन्छ। अब कसैले सबै फुल नष्ट गरेर एउटै राख्यो भने त्यो फुलबारी कस्तो हुन्छ? त्यसैले त्यो भनेको रोगी मान्छे हो, त्यो भनेको अधर्मी हो, त्यो भनेको कायर हो, त्यो भनेको एउटा अपराधी हो। तर यहाँ म एउटा राष्ट्रको र हाम्रो के कमजोरी देखिरहेको छु। यहाँ मैले अस्ति पनि हाम्रो के अरे गृह सचिव र उपसचिवजीलाई मैले ध्यान आकर्षण गराएँ कि हेर्नुहोस् यो यसलाई तपाईँ हिन्दू मुस्लिम द्वन्द्वको रूपमा नदेख्नुहोस्, छैन पनि। यो चाहिँ मिसकन्सेप्सनलाई हटाइदिनुहोस्, भ्रम हटाइदिनुहोस्। यहाँ एउटा आपराधिक समूह हो, होइन, जसको कुनै स्वार्थ छ, होइन? अब त्यो धेरै खुलेर सायद धार्मिक गुरुले बोल्न त्यति उपयुक्त छैन होला, तर राज्यलाई थाहा हुनुपर्छ। कुनै एउटा स्वार्थ समूहले हिन्दू र मुसलमानलाई अगाडि सारेर उसको आफ्नो स्वार्थ सिद्ध गर्न खोज्दैछ। त्यो धार्मिक द्वन्द्व जन्माउने कोसिस गरिरहेको छ, होइन? त्यसैले मैले मेरो र हाम्रो त्यहाँ उपस्थित सबैको सुझाव के थियो, हाम्रो के अरे गृह मन्त्रालयलाई के यो अपराधीलाई धर्मको चस्माले होइन अपराधीको हिसाबले हेर्नुहोस्, एक। र यो अपराधीहरूमाथि जुन हाम्रो संविधानमा नियम र कानुन छ त्यो हिसाबले यदि उहाँमाथि कारवाही भयो भने, यो अहिले समयमै हामी सचेत भयौं भने यो अपराधीको जुन एउटा नराम्रो चाहना छ त्यो पूरा हुँदैन। तर ग्रेजुअली तपाईले घाउ सानो छ त्यति बेला यदि उसलाई उपचार गर्नु भएन भने क्यान्सर भएपछि त तपाईको त्यो हात काट्नु पर्छ कि ज्यानै जान्छ। त्यो क्यान्सर बन्न नदिनुस्, किनभने पटक पटक हमला भएपछि जस्तै मैले सुने अनुसार जानकारी अनुसार त्यहाँ मान्छेमाथि सांघातिक हमला पनि भएको छ। धेरै मोटरसाइकल हरू जलाइएको छ, घरको सिसा र झ्यालहरू तोडिएको छ। यो सबै भएको छ भने अब प्रतिकार यदि सबै मान्छे त हामी तपाईँ जस्तो बुझेको हुँदैन। यदि कुनैबाट प्रतिकार जुन उनीहरूले चाहेको हो प्रतिकार गरिदियो र उसले पनि एउटा हिन्दू समाजका जुन मान्छेको कुनै गल्ती छैन निर्दोष मान्छे एटेक गरिदियो भने फेरि त्यसको फेरि दुष्परिणाम के हुन्छ? हिन्दू सिम्पैथी उता जान्छ। यसरी सानो घाउ जसको उपचार सम्भव थियो त्यसको समयमा उपचार नगरेपछि त्यो ठुलो क्यान्सर हुन सक्छ। राज्यले यसलाई क्यान्सर किन बनाउन खोजेको हो मैले अहिलेसम्म बुझ्न सकेको। सरकारसँग तपाईहरुको वार्ता पनि भयो भन्नुभयो, छलफल भयो गृह प्रशासनसँग भनेर भन्नुभयो।
यति कुरा भइसक्यो तपाईँहरूले पनि समग्र रूपमा यो हिन्दू अथवा मुस्लिम भएको हिसाबले द्वन्द्व होइन अरू कुनै तत्त्वले खेल खेल्दैछ भनेर बुझिसकेपछि त्यो को रहेछ भनेर पहिचान भएको छ कि छैन देशभित्रै छ अथवा बाहिरबाट कुनै खेल हुँदैछ कि त्यसको कुनै आइडेन्टिफाई हामीलाई के लाग्छ देशभित्रबाट पनि छ जसलाई यो अहिलेको जुन हाम्रो संविधान हो जुन हाम्रो गणतन्त्र हो जुन हाम्रो सबैले आज सयो तुङ्गा फुलका हामी एउटै माला नेपाली हो यो कुरा जसलाई मन परेको छैन जसले आज पनि हाम्रो समाजमा त्यही दास प्रथा ल्याउन खोजेको हो त्यस्ता समूह पनि यसमा प्रयोग भएको जस्तो लाग्छ अर्को यो अतिवादीहरू सीमापारीबाट पनि आइरहेको छ जस्तै मलङ्गवा काण्डमा सुरुमा जुन मान्छेहरू गिरफ्तार भएका थिए त्यसमा बढी संख्या चाहिँ भारतीय नागरिकको थियो हिजो पनि जब यो कर्फ्यू आदेश भयो र यो भयो धेरै होटलहरूको त्यहाँको स्थानीयहरूले घेराउ गर्दा त्यहाँबाट प्रशस्त मात्रामा धेरै मान्छे इन्डियनहरू फेला पर्यो जो मोटरसाइकलमा त्यहाँ आएर बसेर यो आतंक मचाउनमा भूमिका खेलिरहेको थियो त्यसलाई चाहिँ पुलिस र त्यहाँको जनताले भगाउने त्यहाँबाट तर मेरो यही कुरा के छ कि आखिर हाम्रो देशको मलाई यदि सोध्नुभयो भने हाम्रो देशको पुलिस सक्षम छ यदि उसलाई काम गर्न दियो भने त्यो सक्षम पुलिसलाई कहाँबाट हात बाँधिएको छ कि त्यो आपराधिक ग्रुप आएर होटलमा रुक्छ त्यो भाग्छ त्यो समातिन्छ त्यो छुट्छ यतिसम्म निरीह हाम्रो पुलिस त छैन उसले समातियो भने यसको मतलब छ कि पुलिस सक्षम छ उसलाई कारवाही गर्ने मौका दियो भने उसले कारवाही गर्न सक्छ कसले उसको हात रोकेको छ यो जवाब त गृह मन्त्रालयले दिनुपर्ने